बा तपाईले त्यो उमेरमा कतिवटा न्यालासम्म तपाईले काट्नुहुन्थ्यो होला दिनभरि काट्ने भने त 100 लाउन यता लाम्नु न मलाई त काटेर कट्रा पालिदिन्छ क्या अनि कतिको सजिलो हुन्छ कतिको गाह्रो हुन्छ यो चुया काट्न भन्नु त आँख्रा खान्छ चिसो लाग्छ बढी चिसो लाग्छ बढी चिसो लाग्छ यसको तरिका कसरी होला यो चुया काट्ने यसो गऱ्यो ठुला चार कट्रा बनायो ठुलाको चाहिँ 6 कट्रा हुन्छ हजुर सानाको 4 कट्रा हुन्छ यसको 6 कट्रा भयो 6 तयारी गर्छु त्यसको 6 ट्याक्कै निकाल्ने मैले 6 निस्क्यो होइन 6 निस्क्यो ठुला नि हालेको 6 निस्क्यो अनि यो चुया काटिसकेपछि के बनाउनुहुन्छ तपाईले स्याखु बनाउनुहुन्छ स्याखु बनाउनु प्लास्टिक त सहिलो हुन्छ हलुङ्गो हुन्छ होइन स्याखु बाक्लो न्यानो न्यानो स्याखु राम्रो हुन्छ होइन स्याखु राम्रो हुँदैन यो कुन न्यालो ठिक हुन्छ कचारको न्यालो पुरानो नयाँ भन्छ नि न्यालो अहिले आएको न्यालो त्यसो चाहिँ हुन्छ पुरानोको हुन्न पुरानाको डोको हुन्छ पुरानाको डोको यसो स्याखु यसको डोको बना के हुन्छ यसको लुलो हुन्छ ए कमजोर हुन्छ लुलो हुन्छ डोको हुन्छ कमजोर हुन्छ क्या त्यो ठिक छ यसको भित्री दाल बनायो स्याखु भित्री दाल यही चुयाको भित्री दाल निकालो यसैको चाहिँ यो निकाल्यो भन्दाखेरि यो स्याखु बन्न नि मिल्यो यो त भित्री दाल बन्न नि मिल्यो काट्न जान्नु पर्यो ट्याक्क मिलाएर काट्नु पर्यो क्या मिलाएर काट्नु जाने भने त हुन्न उध्रिन्छ होइन माथि उध्रिन्छ खास ट्याक्क यो कसरी काट्ने हो यो न्यालो यो हामीले जानिन्न न्यालो काट्ने टुप्पाबाट बाँस काट्ने फेदबाट बाँस काट्ने हो चिर्ने हो यसलाई टुप्पाबाट चाहिँ ठ्याक्क काटेपछि बराबरी सब्जी बनाएर त्यसरी काटेपछि चुयो पनि राम्रो हुन्छ नबिहारीकन चाहिँ चुयो काट्ने हो भने किसिम हुन्छ यो न्यालाहरूको के बनाउन सकिन्छ के हुन्छन् यसका योबाट बन्ने चिजहरू के बनाइन्छ हामीले यसका डोका हुन्छन् नाम्ला हुन्छन् दाम्ला हुन्छन् डोको हुन्छ स्याखु हुन्छ यसको त्यही हुन्छ कोठा हुन्छन् बनाउनु जान्नु पर्यो क्या भकारी हुन्छन् नाङ्लो चाल्नु सबै हुन्छ चाल्नु थुन्से जानेदेखि सबै थोक हुन्छ है यो अर्ग्यानिक हो होइन एकदम राम्रो नेचुरल यो बेच्न बजारमा लगाए पनि यो किन्छन् है यो बनाउनु सक्नु पर्यो बनाउनु गाह्रो छ क्या गाउँमा यही हो नि त जस्तै तपाईँको बेलामा यो चुयाहरू न्यालोहरू कतिको हुन्थे मान्छेले त्यो बेलामा कति सबै कारोबारै यही न्यालाको डोका नाम्ला थुन्से जानीले थुन्से भन्छन् हामी जान्दैनौँ थुन्से डोका जान्छौँ हामी स्याखु जान्छौँ यो जम्मै घरै अलिक सिपालुहरू त बेच्थे पनि यो काटेर क्या खै बेच्थे जस्तै तपाईँले दिनको कतिवटा डोका बन्नुभयो डोका त मैले त एउटा डोका त बन्थेँ दिनमा स्याखु नि एउटै बनिन्थ्यो गाह्रो हुन्छ क्या गाह्रो नभए त गर्दा देख्दा सजिलो छ
यो खाँदाखेरि जम्मै आँखा जम्मै दुख्छ क्या चिसो लाग्छ चिसो लाग्छ बढी निहालेको चिसो लाग्छ यसो बोइ पनि त्यही हो त्यो भएर मान्छेहरू छोड्यो नि अहिले अब प्लास्टिक निकालिदिए सबै प्लास्टिक भयो है प्लास्टिक भयो खुर्सा गुटुम्टे हालिए गए घाँस काट्दा जाँदा बनाउँदा यस्तो गरे पानी आउने जस्तो भयो बोकेँ सजिलो खेतानलाई चाहिँ ठ्याक्कै बोके गएँ आनन्द त्यस्तो परिविधि आयो स्यागु त तपाईँको ओर्दाखेरि कति न्यानो हुन्थ्यो है स्याखु त कायदा होइन स्याखु त घरै हो नि स्याखु सुते पनि हुन्छ है ठुलो स्याखु छ भने त पानीसँग आएको भने ढुङ्गामाथि थुपुक्क हामी चाहिँ मेघालयमा पूर्वीय कत्राउ भन्थे पानी हाम्रो झ्याम्ती भैँसी हेर्न गयो जङ्गलमा भैँसी फर्काउनु अनि यिनै चाहिँ त्यो कत्राउ ओढ्यो ढुङ्गामा थुपुक्क सुत्यो पानीले केही पनि नाप्दैन त तातो आनन्द हुन्छ कि कत्राउ भन्न सिकाइदिन्छ भन्थ्यो कि अब यसो धुन कत्राउ धुनै भनेर मात्रै हो न त कत्राउ भन्न कत्राउ कायदा हुन्छ क्या स्याखु भन्दा कत्राउ पूर्वीय हो पूर्वतिर कत्राउ तलबाट छ पश्चिममा स्याखु तर राम्रो सहिलो कत्राउ हो एउटा मुठो काटेर पक्रेर कुकुर भयो अनि चाहिँ यो चिसो समय छ जति भाइ यो न्यालो काट्ने पर्ने समय हुन्छ कुन बेला ठिक हुन्छ यति बेला हो यो पुसा हुन्छ न्याला न्याला बाँस न्याला बाँस अब पहिला त बाता काट्दिएको अरे त खरा खाना हुँदा अब बाता काट्दैन अब यी डोका भन्ने फुन्से भन्ने छिपाल छन् नि तिनीहरूले अब अहिले काट्छ यति बेला हेर्नु कस्तो दियो अब टक्क झ्याउँछ क्या अब न्याला फुकाउने बेला भयो के अरे अब अहिले अब कसले न्याला काट्दैन त कसैले पनि काट्दैन त्यो आफ्नो बारीमा भयो क्या बनाएको चाहिँ चुयाको न्याला हुन्छ क्या मजाले हुन्छ न्याला फुकाए भन्थ्यो पहिला न्याला फुकायो भने चाहिँ मान्छे गयो बनाभरि मान्छे हुन्थ्यो त्यतिखेर है 4 बजे उठेर जान्थे ठुलो समाजहरू चाहिँ कता थाहा पाएर आयो भने तिनका न्याला खोज्थे हजुर है बिचरा अहिले त्यो बनाएको जाने हो त्यस्तो गर्थ्यो ठुलो समाजलाई तिमीहरूको बनाइ होइन भन्थे क्या त्यस्तो गर्थ्यो त्यस्तो चाहिँ है त्यस्तो थियो अहिले मान्छे कोही पनि जान्दैन ठुलो समाजले कहाँ चाहिँ यहीँ त हुन्थ्यो तिमीले नपाउनु क्या मैले भन्थेँ लैजाला जा तिमीहरूको त अधिकार छ भन्थ्यो आउँथ्यो उहाँ तल बाबुबाले खुट्टा हुन्थ्यो उसको भयो ठुलोमिका नि आउँथे ठुलोमिका थाहा पाउँदैन मात्रै हो ठुलो समाज थाहा पाउँदैन पाँच पाने ठुलो समाजले तिनीहरूलाई कसैलाई पर्दैन त्यो करङकोटा अब है अन्त करङकोटा भने कसको सरकारी भनौँ यहीँ हाम्रो धनीकार भएर अरू नै नदिने क्या यी कामी कामकालाई सम्म दिँदैन्थे कामी कामका चाहिँ अब यहीँ गाउँ है भनेर तिनीहरूसँग बनाइहाले अब अहिले बनाएको जाओस् वन कसलेदेखि हाडे हुनेले छोपियो छ जाने बाटै छैन जाने बाटै छैन पहिला हामी तल तालको छेउछौँ वन बनै गएर आउँथ्यौँ यहाँबाट है यहीँबाट तालमा पौडेर बनाएर हाँसेर आउँथ्यौँ अहिले कोही जाने हो अहिले कोही जाँदैन त्यस्ता खुबी भएको कोही छैन अरे सुखी भए सबै खुबी भएको त छन् तर सुखी भए अब युवा केटाहरू विदेश सबै विदेश अब हामी यस्ता बुढा खाएर बन्न जान खोज्यौँ
अनि जाने है जङ्गला मृगहरू बिरान कुखुराहरू बिरान अब कुखुरा मृगमा हाल्न पाइँदैन हामीले मार्नु पनि सक्दैनौँ मार्ने त गुरुङहरूले मार्थे के पहिला पहिला ढाडो लान्थे कुकुरलाई अनि से हट्थे ल आज गुरुङहरू आएको छ भनेसँगै हामी बनाए घाँस खाँदाखेरि त्यहाँ लहर्थे खन्जाङ 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 कुकुरले चाहिँ त्यो भाँडो बजाएर त्यो मृगलाई लखड्थ्यो पत्ता लाएर त्यो मृग थाकेर तालना गरेर बस्थ्यो अनि तालना गएर ढ्याममा हाल्यो लयो